and happy Diwali. अनि आज चाहिँ लक्ष्मी पूजा I was scrolling through the Instagramमा scroll गर्दाखेरि चाहिँ एउटा सानो पंक्ति आयो अनि त्यो पंक्तिमा चाहिँ के लेखेको थियो भन्दाखेरि लक्ष्मी देवी तिमी त्यो घरमा पनि बास गर्नु है जहाँ तिम्रो स्वागतको लागि दियो समेत किन्ने पैसा छैन भनेर यसरी लेखेको थियो। अनि मैले चाहिँ साँच्चै नै सोचेँ कि लाइक लक्ष्मी देवी तिमी त्यो घरमा पनि बास गर्नु है जहाँ तिम्रो स्वागतको लागि दियो समेत किन्ने पैसा छैन। हो नि त, किनकि त्यो घरमा पनि त आश बलेको छ, सपना झ्यालको कुना कुनामा बाँकी छ, प्रत्येक साहसमा विश्वासको उज्यालो छ। त्यसैले तिमी त्यो घरमा पनि बास गर्नु है जहाँ तिम्रो स्वागतको लागि दियो समेत किन्ने पैसा छैन। होला त्यो घरमा हातमा सुन छैन तर इमान छ, जहाँ ओछ्यान पुरानो छ तर मनको सुगन्ध नयाँ छ। त्यसैले लक्ष्मी तिमी त्यो घरमा पनि बास गर्नु है जहाँ तिम्रो स्वागतको लागि दियो समेत किन्ने पैसा छैन। अन्त तिनै आँखामा हुन्छ जहाँ बिहान उठेर पुनः प्रयास गरिन्छ, अन्त त्यही हातमा हुन्छ जसले परिश्रम गर्नु कहिल्यै छोड्दैन र आफ्नो भाग्य कोर्छ। त्यसैले लक्ष्मी तिमी त्यो घरमा पनि बास गर्नु है जहाँ तिम्रो स्वागतको लागि दियो समेत किन्ने पैसा छैन, जहाँ अभाव छ तर हार छैन, जहाँ आँसु कहिले टाइम मात्रै आउँछ तर आत्मविश्वास कहिल्यै मर्दैन। होला त्यहाँ दियो तेल बिना नै बल्छ, सानो उमङ्गले पनि ठुलो उज्यालो ल्याउँछ, जहाँ घरलाई साँचो तीर्थ मानिन्छ, कर्मको पूजा हुन्छ अनि आशाको दीप बल्छ। त्यसैले तिमी त्यहाँ पनि बास गर्नुपर्छ जहाँ तिम्रो स्वागतको लागि दियो समेत किन्ने पैसा छैन, किनभने त्यहाँ तिम्रो प्रतीक्षा छ, त्यहाँ विश्वास छ, त्यहाँ हरेक साँझ तिम्रो नाम लिएर तेल बिना नै बालिएको बत्ती छ। त्यसैले लक्ष्मी तिमी त्यहाँ पनि बास गर्नुपर्छ जहाँ तिम्रो स्वागतको लागि दियो समेत किन्ने पैसा छैन।